आज चाहिँ हामी यी 30 घना बाँस ढालेर ठिक्क खाजा खाने टाइम पनि भयो। त्यही भएर अब कति चाहिँ त होइन च्याउ रेडबुल खानु होइन अर्ग्यानिक खानु पर्यो भनेर स्वास्थ्यलाई पनि राम्रो हुने यस्तो खालको चिज पो खाइनेछ है हामी। यस्तो छ यी हाम्रो दुर्गेश सर कालै मरो ए हाम्रो भतिज ए हान्दैछ यता हाई भनिदिउँ यता फेरि आन्छ काका ए यस्तो छ हाम्रो यी खाजा यस्तो छ खाइँदैछ यत्रो यी 30 घना बाँस ढाल्यो गलियो दुर्गे फेरि अब त्यस्तै एक छाकी दुर्गे भतिज हान्दैछ है केटोले ल यस्तो छ मजाले खाँदैछन्। यो उनी होला है माल्ला त हैन यो होला आल्चा खान्छु भन्थ्यो त माछा दुर्गे त आल्चा भन्दा यो यस्तो ल्याइदिएको छौँ हामीले आँप सक्यौँ यी दुर्गेश अब के यसलाई के अरे क्रिम रोलतिर लागिरहेछ दुर्गेश हाम्रो क्रिम रोल ए आँप सक्यौँ अब हामी दुर्गेश गणेश भतिज हो क्रिम रोल हान्दैछ आमा खतरा हानु है ल भतिजले कान्छा काका भन्छ पानी हालेर हाल्दैछु दुर्गेशलाई साह्रै भोकाएको छ दुर्गेशलाई एउटा एक्स्ट्रा पनि बोनस खाएन त के ए बाँस यति ढालियो ओ है बाटो तिखारिन्छ काटिन्छ यस्तो छ खाँदा त मजाले भजिहाल्यो त यो भतिज एकचोटि गुड 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 हाम्रो खाजा खाइसकेर ए बाटा फुटाउने काम सुरु ए ड्याङ के ड्याङ दुर्गेश गणेश भतिजो टुक्राउँदै म यहाँ भाटा तिखो पार्दै काँचा काका फुटाउँदै त्यहाँ यस्तो छ। यति भएपछि हाम्रो एक प्लटको खुर्सानीलाई पुग्छ बाटाले। ब्लुटुथ बजाउँदै ओइ यो त अलिक यो यतिको बनाउनु पर्यो नि त। यता म्युजिकको तालमा हाम्रो कान्छा काका इङ्ग्लिस म्युजिक है इङ्ग्लिस म्युजिकको तालमा हो। यता ऊ फेरि हाम्रो कुरा नसुन्ने अरे इयरफोन खाँदेर एकजना दुर्गेश फेरि आफ्नै तालमा छ यहाँ दुर्गेश आफ्नै तालमा छ नि उहाँलाई अलिकति खाजा चाहिँ म्याङ्गोजले भएन अरे 3 पाने चाहिने। अब आज 3 पाने हाम्रो ब्यान्ड छ आज यहाँ सधैँ ब्यान्ड हुन्छ। अब खालि हामी चाहिँ फलफुलतिर लागेको छौँ है अहिले। सो मित्रहरू हामी फलफुलतिर अब फलफुलमा ध्यान दिउँ स्वास्थ्यमा ध्यान दिउँ गणेश भतिजको केही 1-2 शब्द मेरो 2 शब्द अङ्कल म चाहिँ भन्छु अर्ग्यानिक खानेकुराहरू खाऊ काम बबाल गरौँ होइन त दुर्गेको भनाइ दुर्गेको केही 1-2 अरे मुसुक मात्र होइन क्या भनेर राखिदिनु पऱ्यो क्या छैन के एउटा केही भनेको छैन
भन्नु चाहिँ किन हो अब छोरी जाने मान्छेलाई अरू बेलाको सुविधाहरू उपलब्ध भएन उहाँलाई कान्छ गएको केही भनाइ छैन ल ठिक छ ल यति भन्दै हाम्रो अब काम सुरु गर्छौँ हामी सुरु गर्दैछौँ हवस् त आजलाई हामी यतिमै हाम्रो भिडियो त के एकछिनमा अब अन्तिममा सकिसकेपछि एकचोटि थुप्रो देखाउनेछौँ ल ल सुरु भयो म अब लागेँ तिखार्नुतिर फाइनल्ली हाम्रो 30 गनाबासको भाटा पनि तिखारिसकिएको छ बिटो बनाउने कार्यक्रम सुरु भइरहेछ यी गणेश भतिजा ड्याङ्के ड्याङ बिटो बनाउँदैछ यस्तो छ हाम्रो अवस्था गीतको के चाहिँ 55 गना जम्मा दुर्गेश सर बिटो बनाएर बसिराख्नुहुन्छ बिटै माथि गीत त्यस्तै बजाइराख्नु भएको छ दुर्गेशजीले हाम्रो कान्छा काका फेरि यस्तो छ फाइनली गाइज अब हामीले एक पाटाको लागि बाँसले पुर्याउने भयौँ अब अर्को पाटाको लागि 100 घना जति लाग्ने अनुमान निकालेको छौँ त्यसपछि चाहिँ अनि हाम्रो भाटाको कार्यक्रम सकिन्छ आजलाई चाहिँ अब हाम्रो यो एक पाटाको लागि सकियो भन्ने हाम्रो यो यस्तो चाहिँ हो चोया पनि काट्दै हुनुहुन्छ हाम्रो गणेश भतिजले ल केही छ दुर्गेशजी भनाइ एउटा भनाइ के रहेछ चयाले जानेन अब यस्तो पो छ हाम्रो बोगाइ त बिटा बनाएर बोगाइ यस्तो छ हाम्रो अब के गर्नु र बोक्नै पर्यो बोक्नै पर्यो के गर्नु लो दुर्गा सरले बोको हाम्रो गणेश भतिजको पालो अब अर्ग्यानिक नाम लो यस्तो छ यता फेरि काँधामा हाम्रो कान्छा काका काँधामा ल यस्तो छ बोकै यस्तो छ ल ल ल ल त म पनि आएँ अब आएको बोकै ल ठिक छ ल धन्यवाद